फ्लड लाइटहरू पनि रहेछ ठुल्ठुलो उता आकाशमा तपाईले क्वेशन सोध्नुहुन्छ मलाई धेरैजना हुनुहुन्छ उहाँ पर जङ्गलतिर उहाँ पुरै छ यो वरिपरि मान्छेहरूको भिड छ पहिलाको त्यो दशरथ रङ्गशाला भएको क्रिकेट भन्दा त धेरै गुणा अहिले सुधार भइसकेको जस्तो लाग्छ फ्लो गर्दै भइहाल्छ चाउमिन 50 रुपैयाँ नमस्ते मेरो नाम चाहिँ सुस्मिता खरेल म चाहिँ किर्तिपुरवासी हो अनि अहिले चाहिँ हाम्रो दोस्रो पल्ट एनकेएल भइरहेको छ अनि त्यसपछि स्टेडियम पनि ठुलो छ राम्रो छ फ्रन्ट लाइटहरू पनि छ हेर्ने मान्छेहरूलाई पनि एकदमै खुसी लागिरहेछ धेरै मान्छेहरू आउनु भएको छ हेर्नु यतापट्टि भिडहरू पनि धेरै छन् मान्छेहरू पुलिसहरू पनि हुनुहुन्छ एकदमै रमाइलो भइरहेछ हजुरहरू पनि आउनुहोस् हेर्नुहोस् हजुर तपाईले क्वेशन सोध्नुहुन्छ मलाई तपाईलाई के सोध्दिनु भन्दाखेरि तपाईलाई कस्तो अनुभव भइरहेको छ अहिले यहाँ देख्दाखेरि कस्तो नयाँ नयाँ लाइटहरू आएको छ के भन्न चाहनुहुन्छ हजुर मलाई चाहिँ एकदमै खुसी लागेको छ है एकदमै रमाइलो भएको छ धेरै मान्छेहरू आउनु भएको छ हेर्नको लागि पहिला भन्दा अहिले धेरै फरक छ अनि लाइटहरू भएको कारणले पनि एकदमै अट्र्याक्सन बढी भएको छ जस्तो लाग्छ मलाई अनि पहिला मान्छेहरू ग्राउन्डमा बसेर हेर्नुपर्ने थियो अहिले चाहिँ सिटहरू राम्रो राम्रो सिटहरू भएको छ अहिले धेरै प्रगति भएको छ त्यही नै हो अनि क्रिकेटहरू रमाइलो हुन्छ हेर्नु होला म नि आफ्नो पुस्तकको कारणले गर्दा त्यति हेर्न पाउँदिनँ तर मौका मिलेसम्म चाहिँ आफ्नो फ्यामिलीहरूसँग आफ्नो फ्रेन्ड्सहरूसँग इन्जोय गर्न पाउँछु त्यही हो यो नेपाली खेल जगतमा क्रिकेट भनेको अहिले जुन चाहिँ तरिकाले स्टेडियम बन्यो लाइटहरू बन्यो यो एउटा पर्वको रूपमा मान्नुहुन्छ मान्नुहुन्न तपाईँ हजुर एकदम हाम्रो त यो एकदमै फुटबल क्रिकेटहरू चाहिँ हाम्रो लागि चाहिँ एकदमै नेपालको लागि चाहिँ क्रिकेटलाई धेरै मान्छेहरूले फलो गर्छन् नि त होइन अनि त्यसपछि क्रिकेटरहरू अहिले आफ्नै देशमा भएको हुनाले एकदम गर्व गर्छु के भन्ने रे ल भन यो क्रिकेट चाहिँ हाम्रो लागि चाहिँ नेपाली जनताको लागि चाहिँ एकदमै फेस्टिभल जस्तै छ किन भन्दाखेरि एकदमै रुचाउनु भएको छ हाम्रो पहिला त विदेशीहरूले पनि आएर हेर्नु भएको छ कति क्रेज छ क्रिकेटको लागि भनेर थाहा नै पाउनु भएको छ पोस्टहरू पनि गर्नु भएको छ होइन अनि जस रमाइलो छ माहौल चाहिँ अब क्रिकेट हेर्नलाई आएको तर यहाँ भित्र चाहिँ जानलाई अलिक गाह्रो रहेछ तर यहाँको माहौल चाहिँ देख्दाखेरि अब अलिकति यो खाली मैदानमा पनि एउटा चाहिँ स्क्रिन राखिदिएको भए कि जाने भित्र जानलाई एउटा केही वातावरण मिलाइदिएको अलिक राम्रो हुन्थ्यो तर अहिले आएर चाहिँ यहाँ बाटोमा यस्तो भिडभाड अब हेर्न पनि यहाँ अलिकति असहज भइरहेछ तर अब यहाँ अलिक केही बात राम्रो मिलाइदिएको भए अलिक खुसी राम्रो हुन्छ कि भन्ने मेरो धारणा अनि धेरैजना हुनुहुन्छ उहाँ पर जङ्गलतिर उहाँ पुरै छ यो वरिपरि मान्छेहरूको भिड तर अब यहाँ रुखमा पनि चढिरहेको देखाएको छु कुनै साथीभाइहरू तर अलिकति यहाँ व्यवस्थित भइदिएन अब तपाईँलाई यो दोस्रो सिजन चल्दै गर्दाखेरि पहिलो सिजन र अहिलेको सिजनमा के कति फरक चाहिँ तपाईँले माहौल देख्नु भएको छ तपाईँ क्रिकेट चाहिँ प्रेमी भएको नाताले पहिलो सिजनमा चाहिँ अलिकति व्यवस्थित थिएन भित्र नभएको हुनाले अलिकति भित्रै गएर कोची हेर्दाखेरि अलि आनन्द त राम्रै भइरहेको थियो तर दोस्रो सिजनमा पनि अलिकति यहाँ व्यवस्थित भए पनि
अलिकति यहाँ केही थोरै थोरै कमी कमजोरी भइरहेको देख्छु म चाहिँ अब। हस् धन्यवाद धन्यवाद। नमस्कार, म विष्णु प्रसाद उपाध्याय। आज यो टियुमा चलिरहेको एनपिएल प्रतियोगितामा हेर्नको लागि यहाँ आइरहेछ। थुप्रै दर्शक महानुभावहरू यहाँ देखिरहनु भएको छ। यहाँ प्रहरी पनि थुप्रै गेटहरूमा लागिरहनु भएको छ। उहाँले भित्र छिर्न दिइराख्नु भएको छैन, किनकि टिकट अलरेडी नै बुकिङ भइसकेको छ। फेरि कोही धेरै दर्शकहरू रमाइलोको लागि कोही रुखमा पनि गइराख्नु भएको छ। त्यसको लागि व्यवस्थित छ अघिल्लो एनपिएलको भन्दा, तर अलि चाहिँ दर्शकहरूमा अलिकति हेलो गाइज, देखिराख्नु भएको छ यहाँ टियुको एनपिएल चलिरहेको ग्राउन्डमा चाहिँ स्टेडियममा चाहिँ यहाँ दर्शकहरूको भिड तपाईँहरूले देखिराख्नु भएको छ। हुन पनि अहिलेको यो एनपिएलले गर्दाखेरि माहौल पनि फरकै भइराखेको छ। पहिलाको त्यो दशरथ रङ्गशालामा भएको क्रिकेट भन्दा त धेरै गुणा अहिले सुधार भइसकेको जस्तो लाग्छ। हुन पनि यसो देख्दाखेरि आइरहँदाखेरि जाउनु भनेर रमाइलो गर्दाखेरि साथीहरूसँग कस्तो छ भनेर हेर्दै आउँदाखेरि फ्लड लाइटहरू पनि रहेछ ठुल्ठुलो उता आकाशमा। त्यसले गर्दाखेरि चाडपर्वको माहौल भन्दा पनि दसैँ तिहार त के भन्नु अब गाइस, फरकै भइसकेको छ। उज्यालो त्यस्तै छ। अहिले रातिको सिजनमा राति भन्ने जस्तो पनि लागिरहेको छैन। दर्शकहरूले भित्र जान नपाएर गुनासो पनि पोखिराखेका छन् कि त्यसको लागि थप व्यवस्थापन थप हौसला दिनको लागि सरोकारवालाको सपोर्ट चाहिनेछ। र यहाँ थुप्रै महानुभावहरू एनपिएल हेर्नकै लागि भनेर भित्र जानु टिकट नभएको कारणले रुखमा चढेर हेरिरहनु भएको छ। यस्तै छ गाइस यहाँको माहौल। हस्।